म चाहिँ दसैँमा काँक्राको खल्पी लाउने। छिटो एकदमै मिठो हुन्छ। यसलाई चाहिँ पहिला यसको बोक्रा खुर्काउनुपर्छ। यो कालो जति सबै फाल्नुपर्छ। यसरी सबै माथि सबै खुर्काउने। चिल्लै सेतै बनाउने हो। छाला खुल्काएर चाहिँ पहेँलो बनाउने। छिप्पिएको काँक्रा चाहिन्छ नि, फेरि कलिलोको त हुँदैन, छिप्पिएको चाहिन्छ। एकदमै अमिलो हुन्छ। छिप्पिएको चाहिँ, कलिलोको त अचार हुँदैन, कुहिजान्छ, मिठो पनि हुँदैन। छिप्पिएको चाहिन्छ खल्पी अचारको लागि। सिसामा राख्ने हो यो। 15-16 दिनमा तयारी हुन्छ। काँक्राको बोक्रा खुल्काएर रेडी भइरहेछ। अब यो फेटुप्पा काटिबठौँ। हाम्रो गाउँघरमा आमाहरूले दसैँ आएपछि खालि अचार बनाउनु लाउने। यसरी नै खल्पी। अनि सानोमा आमा बाउले जे खुवायो त्यही खानु ठुलो भएपछि मन पर्दो रहेछ। अनि अब यो गुदी हाल्नु हुँदैन, फेरि यसले त कुहाउँछ। यो गुदीलाई चाहिँ यसरी छुट्टाएर फाल्ने, खाँदा पनि हुन्छ। अचारमा चाहिँ हाल्नु हुँदैन, यसले कुहाउँछ। गेडा हाल्नु हुँदैन, यो गुदी हाल्नु हुँदैन। ठिक्क ठिक्कको जिरा बनाउने यसलाई। ल यसरी काट्ने, ठिक्क ठिक्कको काट्ने, ठिक्क ठिक्कको काट्ने। यो ओइलाउनुपर्छ घाममा। एक दिन मात्रै मजाले घाम लागेको हुनुपर्छ। 2 दिन सुकायो भने त राम्रो हुँदैन। आज राम्रो सुकेन भनेर भोलि सुकायो भने त भोलि त यो त रातभरिमा कालो हुन्छ। अनि मिठो पनि हुँदैन, राम्रो पनि हुँदैन। एकदम मजाले घाम लागेको बेलामा एकै घाममा एकै दिनमा चाहिँ सुकेको हुनुपर्छ। अनि मात्रै मिठो हुन्छ। ओइलाउनुपर्छ। यसलाई भरे ओइलिएपछि नरम हुन्छ, थोरै पनि हुन्छ, घटिजान्छ। यो सबै अब काट्ने हो। लु, काँक्रा सबै मैले काटेर चाहिँ नाङ्लोमा फिजाइसकेको छु। अब घाममा लगेर सुकाउँछु। यो चाहिँ खेर गएको, यो गुदीहरू कति धेरै गयो, आधी नै खेर गयो कि लोभले भएन। यहाँ बिहाहरू छ, गेडाहरू छ, लोभले हुँदैन। अब यो खल्पीमा म पहिला अब बेसार राख्छु। अनि यो पछि तेल लगाउँछु। अनि अब मैले तेल हालेँ। अलि धेरै नै हाल्ने हो, भरे सिसामा पनि खानुपर्छ। अनि अब हामी अलिअलि कलरको लागि
खोर्सानी पनि लगाइदिने हो, धुलो खोर्सानी। अनि नुन लाउँछु। अझै लाउनुपर्छ अब, अमिलोले नुन धेरै नै खान्छ। अब पिरोको लागि डल्ले खोर्सानी पिसेर राखेको छु, लगाइदिने हो। पिरो लु, धेरै नै पिरो लाउनुपर्छ, पिरो भयो भने खारा हुन्छ। अब तोरी भुटेर पिसेर मैले राखेको छु, यो पिसेको तोरी पनि यही लगाइदिने। यसलाई फुला भन्छ, यसले मिठो पनि बनाउँछ, कुहुनुबाट पनि बचाउँछ, मिठो पनि बनाउँछ यो फुलाले। यो माछा पकाउँदा पनि माछाको सुपमा यो तोरी भुटेर लगाइदिन्छ, पिसेर यसरी नै धुलो सबै लगाइदिन्छु के। अनि अब मैले बेसार पनि लगाएँ, नुन पनि लगाएँ, खोर्सानी पनि लगाएँ, फुला पनि लगाएँ, यति भए पुग्छ। यसलाई लसुन अदुवा मसला लगाइराख्नु आवश्यकता छैन। हामी त गाउँमा जन्मेको हुर्केको, गाउँमा आमा बाबाले त जहिले अचार बनाउने खाने, अनि ठुलो बाबुची बनाउनु लाउँथ्यो हामीलाई। बारी हुन्थ्यो काँक्रा, कसले किन्छ र सित्तै दिँदा पनि नलाने। सबैको आफ्नो आफ्नो घरमा काँक्रा हुन्छ, सुँगुरलाई गाईलाई दिने। अनि खेर जान्छ, कति हो कति कुहेर जान्छ। अहिले त सहरमा त कति महँगो किन्नु पर्छ, महँगो छ। अब पिसामा हाल्ने काम हाल्दै खाँच्नुपर्छ, खाँदेर राख्नुपर्छ घाममा। 6-7 दिन चाहिँ घाममै राख्ने हो। अनि त्यो पछि चाहिँ शीतलमै राख्दा पनि हुन्छ। अब यसलाई खाँदिहाल्नुपर्छ यतिकैमा, खाँदैन भने फेरि हावा पस्छ र हुन्छ। मिलाइ खाँच्नुपर्छ। यो दसैँको लागि भनेर काँक्राको खल्ती बनाएको चाखिहाल्नु त कस्तो रहेछ खल्ती, कस्तो छ नि भन्नु। मिठो रङ्गुन भाउजूले बनाउनु भएको यति मिठो रहेनछ हो। अब पिलालाई साह्रै मिठो पहिला पिरो पनि छ कि अमिलो छ, काँक्राको खल्ती कति खाने है भन्नु है। अब दुईटा भयो सक्दैन लु त कस्तो लाग्छ भन्नु ल। एकदम मिठो मिठो भयो, एकदम मिठो क्रन्ची है, मिठो भएछ। अस्ति भन्नुभएको सुनेर मलाई अस्ति खानु मन लाग्यो, कुरा पनि गरेको थिएँ। ल धन्यवाद। खाना पाइयो, धन्यवाद।